हेलो गाइज नमस्ते। आज हामी चाहिँ यता 22 धारा यसो शनिबार विशेष घुम्न आएको थियौँ हामी तिनजना दाइ भाइ। अनि आज चाहिँ 22 धारामा यति धेरै मान्छे छन् कि होइन, लगभग रेगुलर हामी चाहिँ बेलुका यसो हावा खान आएको हुन्थ्यो, तर चाहिँ पनि आज जतिको मान्छे छैन है। दाइ यो 22 धाराको बारेमा के भन्नु चाहनुहुन्छ कि तपाईँहरू? आज अलि हिजोतिर भन्दा आज अलिकति फरक छ है, त्यो नि अलि स्पेसल छ नि है। त्यो टाइम बनाउनु भयो यहाँ बुढाबुढी जोडीहरू विशेष गरेर धेरै आउँछन्, बच्चा बच्चीहरू ल्याएर होइन, मान्छेहरू अलिकति रमाइलो शनिबार विशेष फ्यामिलीसँग यसो टाइम स्पेन्ड गर्नु चाहिँ आउँछन् होइन। यहाँ हामी पनि यसो ड्राइभरसँग आएको यहाँ चाहिँ स्पेसल्ली आज शनिबार चाहिँ यसो फ्यामिलीसँग घर परिवार यसो बस्ने पिकनिक खाने चाहिँ बढी हुन्छ। हामी त बालेनको स्विमिङ हान्न आएको, बालेनकोमा अब स्विमिङ त्यस्तो रहेछ। मेम्बर दिनुलाई 4000 रहेछ, त्यो 4000 जिमसिम भयो त बिग्रियो भन्ने हो। जिमसिम भयो त औकात बनाइदिन्छ, अब जिमसिम भइन्छ 4000 रुपियाँ मेम्बरसिप भयो पनि घाटो है। देख्नुहुन्छ यो चाहिँ माछा हो, माछालाई उहाँले दाना हाल्नुहुन्छ। यो चाहिँ फिसको माछा हो, उहाँ आमाहरूले चारो हालिदिनुहुन्छ।